नमस्कार काठमाडौँ नेपाल। अहिले म न्यू रोड क्षेत्रमा छु। यो न्यू रोड क्षेत्रमा जसरी मेन सडक र फुटपाथ चाहिँ छुट्याइएको छ हेर्न सक्नुहुन्छ। कलात्मक यो आर्ट्सले चाहिँ भरिपूर्ण यसरी छुट्याइएको छ। यो पहिला नछुटाउँदाखेरि चाहिँ तपाईँको एकदम भिड देखिन्थ्यो क्या, भिड देखिन्थ्यो। तर यो छुटाइसकेपछि चाहिँ जे होस् एउटा सुन्दर सहरको रूप फेरिएको छ। यो छुटाउँदै गर्दा पनि पहिला विरोध नआएका होइनन्, केही पार्टीका व्यक्तिहरूले विरोध गरेका हुन्। तर विरोध गर्दा गर्दैको बावजुद पनि यसरी बनिसकेपछि सहजसँगले यसरी यात्रा गर्न पाइरहेका छन् जनताले, आम नागरिकले। विकासको क्रममा व्यक्तिगत स्वार्थ हेरेर सार्वजनिक स्थानलाई व्यवस्थापन गर्दा विरोध गर्नेहरू चाहिँ सायद जनताले समयमै चिन्नु पर्दछ। तपाईँलाई पनि थाहा छ, योभन्दा केही समय अगाडि मात्रै यो सडकमा एकदम भिडभाड हुन्थ्यो। यो किन भन्दाखेरि यहाँ पार्किङ गरिन्थ्यो, यो एरियामा पार्किङ क्षेत्र थियो, जतासुकै पार्किङ गरिन्थ्यो र खुट्टा राख्ने ठाउँ हुँदैन। तर अहिले यहाँ महानगरमा चाहिँ बालेन शाहज्यू आइसकेपछि यसरी खुल्ला खाँदै हिँड्न मिल्ने बाटो बनेको छ र चार पाङ्ग्रे दुई पाङ्ग्रे गाडीहरू पनि सहज तरिकाले आवत जावत गर्न सकिरहेको अवस्था चाहिँ हो नै। एउटा यो भिडियो क्लिप बनाउनुको मुख्य उद्देश्य चाहिँ के हो भन्दाखेरि, अघि पनि मैले जसरी भने सार्वजनिक स्थललाई सबैजनाले संरक्षण गर्नुपर्छ र व्यवस्थापन गर्नुपर्छ। किन भन्दाखेरि यहाँ हामीले योभन्दा 2 वर्ष अगाडिको कुरो हो, यहाँ तपाईँको खुट्टा हाल्ने ठाउँ हुन्थेन। किन भन्दाखेरि जतासुकै पार्किङ बाइक, 2 पाङ्ग्रे 4 पाङ्ग्रे सवारी साधनहरू चाहिँ जतासुकै अलपत्र तरिकाले पार्किङ गरेर राखेको हुन्थ्यो भने, तर अहिले चाहिँ तत्काल त्यो अवस्था छैन। यहाँ अति आवश्यक मात्रामा सवारी साधनमै रहेर केही मिनट पनि पार्किङ गर्न मिल्दैन। यो चाहिँ किन भन्दाखेरि एकजना मान्छेले गर्दाखेरि लाखौँ मान्छेहरूको चाहिँ समस्या हुन्थ्यो क्या। यहाँ एउटा गाडी रोकिरहन्थ्यो अनि त्यो एउटा गाडीले गर्दा हजारौँ गाडीहरू चाहिँ तपाईँको अव्यवस्थित हुन्थ्यो। त्यसै कारणले गर्दाखेरि हाम्रो अहिले अर्को समस्या पनि बत्ती, ठाउँ ठाउँमा चाहिँ तपाईँको ट्राफिक लाइनको बत्तीहरू काम नगरिरहेको अवस्था पनि छ। त्यतातिर पनि सरकारले ध्यान दिनुपर्दछ। किन भन्दा ट्राफिक जामले चाहिँ तपाईँको एउटा ट्राफिक बत्तीले चाहिँ हजारौँ लाखौँ मान्छेहरूलाई प्रभाव पारेको हुन्छ। समयमा काममा नपुग्दाखेरि समयमा सेवाग्राहीहरूलाई पनि धोका हुन पुग्छ। त्यसो भएको कारणले गर्दाखेरि समयमै हरेक क्षेत्रको लागि चुस्त दुरुस्त राख्नको लागि ट्राफिक बत्तीहरू पनि सुधार हुनुपर्छ। हो, केही जनताहरूलाई त 2000 जनतालाई चाहिँ एउटा स्वार्थ होला, तर 2 लाख जनता चाहिँ सेवा लिनबाट चाहिँ प्रभावित परेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि जति सक्दो स्थानीय तह र आफ्नो ठाउँमा चाहिँ तपाईँको व्यक्तिगत निजी अथवा सानो एउटा सङ्गठनलाई चाहिँ टेवा पुग्ने खालको कुराहरूलाई चाहिँ हामीले गम्भीर तरिकाले ध्यान दिएर विरोध र समर्थन गर्नुपर्छ। हेर्नुहोस् त, यो न्यू रोड क्षेत्र हो। अहिले हेर्नुहोस्, न्यू रोड क्षेत्रमा सहजसँगले आवत जावत गर्न सकिरहेको छ पैदल यात्रीहरू। त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्ण आम नेपालीहरूले बुझ्नुपर्छ, हामीले विकास भनेको क्षणिक होइन, लामो समयको लागि विकासको एउटा बाटो कोर्नुपर्छ। ल हेर्नुहोस् त, यो समय अगाडि तपाईँहरूलाई पनि थाहा छ, यो सडक बनाउँदै गर्दाखेरि यहीँको स्थानीय केही व्यक्तिहरूले पनि विरोध गरेका थिए। तर अहिलेको जसरी यो माहौल हेर्नुहोस् त, हामीले यहाँ देख्न सकिन्छ कुनै पनि ट्राफिक प्रब्लम छैन, कुनै पनि समस्या छैन। पारिपट्टि पनि सहज तरिकाले यात्रा गरेका छ पैदल यात्री, भनेपछि वारिपट्टिबाट पनि सहज रूपले खुल्ला रूपले पैदल यात्रीहरू आवत जावत गर्न सकिरहेको छ। यसलाई पनि हामीले मुख्य एउटा आधार मान्न सकिन्छ। विकासको क्रममा विरोध त आउँछ, तर हामीले लामो समयको लागि विकास गर्ने हो भने यो क्षणिक मात्रै हो। विरोध भनेको विरोधीहरू क्षणिक मात्रै हो। त्यसो भएको कारणले विरोध गर्नु अगाडि भविष्यमा त्यसले कस्तो चाहिँ मूल्याङ्कन निर्धारित गर्छ भन्ने कुरामा पनि हामीले मुख्य चाहिँ सोच्नुपर्छ। यहाँ हेर्नुहोस्, अहिले यो त घुइँचो भयो। यहाँ हाँसोमा एउटा
अनुहारमा हाँसो छरेर हिँड्न सक्थ्यो होला त यहाँ पक्कै पनि देख्न सकिन्छ। यहाँ खुल्ला भएको कारणले गर्दा पैदल यात्रीहरू अथवा अफिसबाट आवत जावत गर्ने व्यवसायीहरू खुल्ला बाटो सडक भएको कारणले अनुहारमा हाँसो लिएर हिँडिरहेका छन् पैदल यात्रीहरू। र सम्पूर्ण नेपालीहरू देश विदेशमा रहनुभएका नेपालीहरूलाई म के भन्न चाहन्छु भने क्षणिक स्वार्थको विरोध नगरौँ। यो विकास हो, यो पनि विकास हो। जसरी हामीले सहज तरिकाले आवत जावत गर्न सकिरहेको छौँ, सुरक्षित तरिकाले गर्न सकिरहेका छौँ, यो पनि विकासको एउटा मूल आधार हो। यो न्यु रोड क्षेत्रको जुन अहिले मैले रिपोर्टिङ गरिरहेको अवस्था न्यु रोड क्षेत्रको हो। ल तपाईँ आफैले पनि हेर्न सक्नुहुन्छ पहिला यहाँ कस्तो मोटरसाइकल 2 पाङ्रे 4 पाङ्रे गाडीहरू चाहिँ यहाँ राखेर अस्तव्यस्त सडकलाई बनाइन्थ्यो। तर अहिलेको अवस्था भनेको साँच्चीकै आशा लाग्दो आनन्दमय छ। मान्छेको होला धेरै पीडाहरू त व्यक्तिगत होला, तर यसरी सहज एउटा चाहिँ यात्रा गर्नु सक्नु पनि एउटा सफल विकास भनेर हामीले मान्न सक्छौँ। दर्शकवृन्द, न्यु रोडबाट रिपोर्टिङ लक्ष्मण राई, स्मार्ट टिभीमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। धन्यवाद।